भनौँ के छ काहीँ नि हामी के किन ल म तेल हाल्नु छ तेल गएर ल ओके बाई बाई ओके हामी पिकेको यात्रामा निस्क्यौँ हजुर धोला नै कसले परेछ रे है कोन खाले परेछ धोला नै को जापट थिए होला हजार हाल्दै अट्ला नि अट्ला त अरे ओ यहाँ ए अट्दैन क्या ट्याप पहिला अनि ल मेरो हिलो बिलो नि होला नि अम्बे नि क्या खाउनु चाहिँ नि कुर्ने त ए त्यही उहाँ दिनुपर्छ म दिन्छु दुइटै आयो हेर्नुहोस् नि हिजो कल गरेँ क्या मैले तपाईँलाई त के अरे कुनै बेला हुँदैन नि त भरै हुँदैन अनि भर भन्दा नि माथि चाहिँ टुङ्गै हुँदैन कि ल हामी निस्क्यौँ है हजुर है ए खै त नि
Corner sa ano ra pa. Para, hei, hei. Hei, sige. Bola. Hawa saya ungli pa distan. Isti kurning, eh. Lahai. Cicu. Guide अगाडि भनेर पठाएको गल्ती गरिएछ नि धुलो खुवाएन आहा गाइड हजुर बाप आम खै थाहा छैन माथि त के बेस क्याम्प के भन्दो रहेछ नि उता थाहा छैन अरू त Pique. Todo juta lagi ni rate dulu. Này रे हम झुकेगा नहीं powder Ada? Ora? Turning ma pora.
भित्र ल सँगसँगै जाउँ सँगसँगै गाउँ बस्तीहरू राम्रो रहेछन् यही भने होला दाइने आइ ल त असिना भयो कसै यहाँ बसौँ टाफ्टिङ टाफ्टिङको पर्छ यो झाप्रै पर्छ त एकछिन बसेर जाउँ आइ झाप्रे हो कसिना सिना बुयो यस्तो भन्दा त डाँडा मिठो हुन्छ नि त बसौँ के छ र अब धेरै छैन ल Picket Trek Ultimate Sherpa Expedition अरे खाना बस्नुको राम्रो व्यवस्था छ रे ग्रास दामी 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 फुल ग्रासै ग्रास छन् यहाँ आएर एउटा नयाँ किसिमको नयाँ थरीको ग्रास पत्ता लाग्यो फुल देखियो प्याजी कलरको सेतोमा प्याजी कलर वाउ दामी रहेछ है यहाँ मुनि रहेछ नि यस्तोहरू दामी छ भोलि फर्किँदा चाहिँ टिप्नेछौँ हामी त्यो लैजाउँ है त साँच्ची त्यो चाहिँ प्लास्टिकको ठ्याक्कै मिनेरमा कहाँ गएर आउनु भयो हजुर ए तल स्कुल हिँडेको कतिमा पढ्नुहुन्छ 8मा दुईजनाले ल ल ल ल ल राम्रो पढ ल दामी आमा हो यता पर चाहिँ बाबु वाउ बाइक हतार चाहिँ छोड्ने रहेछ थाहा पाइसक्यो लगभग हाम्रो बाइकको अन्तिम डेस्टिनेसन यही जस्तो छ आइया हौ तपाईहरु यस्तो राम्रो ठाउँ बस्नु भएको रहेछ कति राम्रो फुल हिलटप होटल यहाँदेखि माथि बाइक जान्छ कि जाँदैन दिदी के छ माथि कहाँसम्म जान्छ माथि हो जाँदैनौ भाइ के छ त्यहाँ बाइक राख्न चौरमा राख्नुपर्छ मान्छेको घर छ कि मान्छेको घर छ कि छैन घर छ ए कहाँ गयो दुईजना धुलोले त्यही भित्र यो ठाउँको नाम चाहिँ के हो दादी हजुर भुलभुले ए त्यही लेख्नु भएर छ त नदेखेर हस् यो बाटो त ओइ कता हो त यहाँ चाहिँ Uy, aha guys. Guys, nabulungan ito guys.
के छ भनेर छ लोकेसन च्याङमादिङ लिखुपिके 1 सोलुखुम्बु नेपाल 3777 किलोमिटरको उचाइमा आइएछ हामी हजुर यो पर्तिर सम्झाउनु कहाँसम्म जाँदैछ निम्बु लाग्यो होला चौरमा राख्ने भन्दै थियो त कि कहाँ हो हाय ल यति होला हाम्रो ल झर्नुहोस् हजुर आयो सही असरे वही ल छ आइयो यहाँसम्म दामी जानु चाहिँ कता पर्ने हो हामी उता हो कि 400 त्यही त सोधौँ न त्यहाँ दाइलाई बाइक उता जान्छ भनेर हजुर होला त्यही होला ए दाइ बाइक यहाँदेखि यति है यति है कहाँ डाँडा चाहिँ कुन हो दाइ पिके डाँडा चाहिँ देखिन्छ त्यो घर जस्तो भएको एउटा टावर देख्छ त्यो भन्दा माथि चाहिँ त्यो टावर छ नि उपर हेरेर त त्यो राजनाङ्गी जस्तो एउटा टावर त्यहाँबाट माथि टाढा चाहिँ त्यसको त उपास ल कति लाग्छ यहाँदेखि पुग्न 2.5 घन्टा लाग्छ हिँडेर है हजुर हामीलाई त 4 घन्टा लाग्छ लाग्दैन 3 घन्टा लाग्छ त होला बिस्तारै भनेपछि यहाँदेखि उता बसाइ छ कि छैन दाइ हजुर बस्ने ठाउँ छ कि छैन उता पाए यहाँबाट 20 किलोमिटर एकैचोटि बेस क्याम्प घर छ छ होटलहरू छ बाइक चाहिँ यही है हजुर आहा ओइ ओइ आइपुग्ने बेला लड्छन् है केटा यही बाइकमै छोड्नु न गर्नु यही बाइक छोड्ने 20 क्याम्पमा छ अरे होटलहरू अनि यहाँबाट सानो उपर हेर राजनाङ्गी जस्तो टावर घर त्यसको पछाडि घरको डाँडा छ अब यहीसम्म आगो ओर्लिनु न बाइक त्यही राख्ने पल्लो त्यो टमेटो घर जस्तो देखिन्छ परि मधुरो राजनाङ्गीको जस्तो एउटा टावर माथि घर जस्तो आहा बिस्तारै के साँच्चै होइन के घरको डाँडा रे मैले त्यही त भनेको त अनि अघि अहिले तपाईँबाट अगाडि छक्का देख्छ नि त यो चाहिँ के भन्छ यसलाई चाहिँ यहाँ चाहिँ लामो चाहिँ हजुर माथि बस अनि लामो चाहिँ यताबाट भन्दा लामो चाहिँ यहाँ 3500 को ल लामो चाहिँ 3500 मिटरको हाइटमा आएछ हामी गाई बस्नु छ नि त्यही मुनिबाट त्यसै त्यसो अनि परबाट अलिकति गर्छ तपाईँलाई 40 मिनट जति त्यहाँबाट फेरि त्यसो उकालो चाहिँ नभन्नु भएको बरै आफूले थाहा पाउँथ्यो ल बाइक गाइज खुट्टा यहाँ उहाँहरूको धाम पिमा लेख्छ होला नि कहाँनिर भन्नु हुँदै उयो तल ए यो गरामा त्यहाँतिर लाग्छ अनि सेप हुन्छ त तलमा पिकअपै दिन छोडेर बाइकले मेरो- पर्छ नि यसले मेरो त्यही त हो नि अघि म त यहाँबाट झरेको एक्कै यहाँ बसिरहेको थिएन धुलो यस्तो हुन्थ्यो ए यहाँ मैले उतारै त आइपुगेको यहाँसम्म नत्र त कहाँ भन्नु ए के हो बाइक उसमा तानै खोल्दैनौ लु के खाएर जाने काचा कुचो के खाएर जाने जाउँ हजुर कति लाग्छ टाइम कति भन्नुभयो यता छोप्नुपर्छ मेरो त यो फाइबर हो नि त फाइबरको हो कि फाइबरको त तपाईँको यो तेल उड्दैन हाम्रो चाहिँ यो फलामको उसको ट्याङ्क थियो